नो कोसी नो केबल कार भन्ने मुख्य नाराका साथ झापाको हल्दीबारीमा लिम्बू समुदायको महान चाड उधौली पर्व चासोक तङनाम यले तङबे 5085 दोस्रो पटक भव्य रूपमा मनाइने भएको छ। किरात याक्थुङ चुम्लुङ हल्दीबारीको आयोजनामा र शान्ति युवा परिवारको व्यवस्थापनमा यही मङ्सिर 27 गते शनिबार शान्ति प्राथमिक विद्यालयको प्राङ्गणमा हुने भएको छ। समुदायको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले यस वर्ष पनि यो पर्व धुमधामका साथ मनाइने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ। यो जुन सांस्कृतिक कार्यक्रम छ यो वास्तवमा हामीले यो दोस्रो कार्यक्रम हो। अघिल्लो साल हामीले हल्दीबारी 1 मा चाहिँ यो कार्यक्रम गरेका थियौँ भने यो पालिका स्तरीय कार्यक्रम भएकोले गर्दा यो साल हामीले हल्दीबारी 5 मा को यो शान्ति प्राङ्गणमा यो कार्यक्रम गरेका छौँ। प्रदेश नम्बर 1 मा जुन किसिमको समस्या नामाकरणको जुन किसिमको समस्या भयो, मुकुङलुङमा जुन किसिमको हामीले समस्याहरू झेलिरहेका छौँ र यसमा हाम्रो एकरूपता नआउनु, यो कुरामा हामी चाहिँ विविध कुराले पछाडि पर्नु, हाम्रै मौलिक चेतना र हाम्रै परम्परा र पहिचानलाई हामीले नबुझेर यसको महत्त्व कम भएर भन्ने हामीले महसुस गरेको कारण हामीले यो विषयलाई चाहिँ यसरी चासोक तङनामबाट आफ्नो संस्कार संस्कृति वेशभूषामा चाहिँ हामीले केही कुराहरू अगाडि बढाउन सक्छौँ र त्यो सांस्कृतिक कुरालाई शक्तिमा बदलेर हामीले केही गर्न सक्छौँ भन्ने उद्देश्य रहेका छ। अब यो हाम्रो चाहिँ तपाईँको यो कार्यक्रम चाहिँ यही 2082 साल मङ्सिर 27 गते शनिबारको दिन हल्दीबारी 5 को शान्ति प्राङ्गणमा हुने भएको यहाँ सम्पूर्णहरूमा जानकारी गराउँदछु र चाहिँ तपाईँलाई यहाँनिर चाहिँ हाम्रो अब यो हल्दीबारी वासीहरूलाई एउटा चाहिँ म के चाहिँ जानकारी गराउन चाहन्छु भने हाम्रा यी 5 वटा वार्डहरूमा हामीले हाम्रा चाहिँ यी चाहिँ बुढापाकाहरू हुनुहुन्छ, अशक्त हुनुहुन्छ, वृद्धहरू हुनुहुन्छ जसको साधन छैन उहाँहरूलाई हामीले पालिकैभरि नै प्रत्येक वार्डमा 2-2 वटा गाडी चाहिँ हामीले व्यवस्था गरेको पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। र हामीले साथसाथै यो न्वागी पर्व भएको कारणले गर्दा यहाँ आउनुहुने हाम्रा सम्पूर्ण महानुभावहरूलाई हामीले खानपानको व्यवस्था पनि रहेको र यदि कतैबाट त्यो जानकारी नभए त्यो बेला सम्बन्धित व्यक्तिसँग सोधेर अनिवार्य रूपमा त्यो प्रसाद चाहिँ ग्रहण गरेर गइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईको चाहिँ समथिङ 5.5 लाखदेखि 6 लाखको हामीले एभरेजमा हामीले एउटा लागत इस्टिमेट तयार गरेका थियौँ। तपाईको चाहिँ त्यो इस्टिमेट खर्च हामीले तयार गरेका थियौँ किनभने हाम्रो चाहिँ करिब सबैतिर बसको सुविधा भएकोले गर्दा यहाँनिर दिउँसो चाहिँ अत्यन्तै 3200 को मान्छे तपाईँको चाहिँ यहाँ आउने हामीले अनुमान गरेका छौँ। त्यो हिसाबले गर्दा सबैलाई चाहिँ प्रसाद खुवाउनै पर्ने हैन, खानाको व्यवस्था भएको र विविध साउन्ड सिस्टमको पनि सबै क्वालिटीहरू भएको त्यो कारणले गर्दाखेरि तपाईँको चाहिँ अब यो सबै संरचनाहरूले गर्दाखेरि अलिकति ठुलै बजेटमा हामीले चाहिँ कार्यक्रम योजना गऱ्यौँ। करिब 5.5 लाखको चाहिँ हामीले इस्टिमेट गरेका छौँ। तर अब आर्थिक सङ्कलनमा हामीले के आशा गरेका छौँ भने उहाँहरूले दिएको केही पैसा चाहिँ हामी कोषमा पनि रहने र बचाउन सकिन्छ भन्ने हामीले त्यो कुरालाई हामीले हेर्का राखिरहेका छौँ। अच्छा, यो पहिचान चासोक तङनाम मार्फत पहिचानको आन्दोलनको शङ्खघोषणी गर्ने भन्ने कुरा गर्नुभयो। हजुर, त्यस दिन तपाईँहरूको नाच्ने गाउनेको पछाडि चाहिँ त्यस्ता वक्ता पनि उपस्थित गराउनु भएको होला। तपाईहरुको चीफ गेस्ट चाहिँ को हुन सक्छ? हाम्रा चीफ गेस्ट चाहिँ अहिलेका हाम्रा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन हुनुहुन्छ। उहाँलाई हामीले प्रमुख अतिथिको रूपमा चाहिँ हामीले निम्तो दिएका छौँ। उहाँ पनि आउनुहुन्छ र हामीले सांकेतिक रूपमा चाहिँ हाम्रो यो जुन कोशी आन्दोलन भयो, मुकुङ आन्दोलनको विषयलाई चाहिँ हामीले ब्यानर तयार गरेका छौँ र त्यो ब्यानर चाहिँ हामीले यहाँनिर राख्नेछौँ र हाम्रो चाहिँ प्रमुख अतिथिबाट चाहिँ त्यो कुरालाई पनि हामी वाचन गर्न लगाउनेछौँ र प्रमुख अतिथिलाई हामी त्यो विषयमा पनि उहाँलाई त्यो विषयवस्तु राखिदिन पनि हामीले चाहिँ सरसल्लाह गरेर त्यो विषय चाहिँ राखिदिनुपर्छ भन्ने आग्रह गरेका छौँ। अन्य वक्ताहरू पनि हुनुहुन्छ? त्यही विषयमा चाहिँ हामीले वक्ता चाहिँ राखेका छैन। हाम्रो तपाईँको चाहिँ प्रमुख अतिथिबाट नै त्योबाट चाहिँ गर्ने कुरा छ। तर अब उहाँहरूले नै आन्दोलन हाकेको हुनाले चाहिँ याक्थुङ चुम्लुङबाट चाहिँ नेतृत्व गरेको हुनाले उहाँहरूलाई नै रिक्वेस्ट गर्ने। जिल्लाबाट चाहिँ तपाईँको शेष याङफ्याक हाम्रा जिल्ला अध्यक्ष हुनुहुन्छ किरात याक्थुङ चुम्लुङका, उहाँलाई विशिष्ट अतिथिमा निम्तो छ। उहाँलाई पनि यो विषयमा चाहिँ हामी केही कुराहरू हाम्रो आन्दोलनको विषयहरू भयो, हाम्रो पहिचानको विषयहरूलाई पनि प्रश्न राखिदिन हामी चाहिँ उहाँहरूलाई हामीले अनुरोध गरेका छौँ। धन्यवाद। म आज हाम्रो झापा जिल्लाको
यो दक्षिण बेल हल्दीबारी गाउँपालिकाको चाहिँ वडा नम्बर 5 स्थित यो शान्ति प्राविको प्राङ्गणमा हामी पत्रकार सम्मेलन भइरहेको हाम्रो पूर्व वक्ताले भनिसक्नु भएको छ र 2082 सालको चासोक तमनामको चाहिँ एउटा चाहिँ जुन भव्य र सभ्य साथ के अरे चाहिँ याक्थुङबाहरूले मनाउनु पर्ने परम्परा के अरे देखि भइआएको यो बिचमा आएर के अरे चासोक तमनाम त के हो भन्ने आफ्नो के अरे आजको भोलिको पिँढीहरूलाई थाहा नहुनु के अरे बिर्सिसकेको छ। थाहा नभएको अवस्थामा यो के अरे अलिक बल्ल बल्ल गरेर चासोक तमनाम भनेर चाहिँ नि एउटा हाम्रो किराँत याक्थुङ चुम्लुङले अगाडि बढाएको छ। त्यसकारणले त्यसैलाई चाहिँ मध्यनजर गरेर हामी यो हल्दीबारीमा चाहिँ पहिलो यो चाहिँ पोहोरको साल अथवा 81 सालमा हल्दीबारी गाउँपालिका वडा नम्बर 1 गोललापमा मनाइयो। यो दोस्रो साल यसपालि हल्दीबारी गाउँपालिका वडा नम्बर 5 मा यो शान्ति के अरे चाहिँ विद्यालयको प्राङ्गणमा यो दक्षिण बेलमा 4 कोसेको काखमा रहेको यो के अरे चाहिँ एउटा पर्यटकीय क्षेत्रमा यो म के अरे चाहिँ अलिकति के जानकारी पनि अरू कुरा धेरै कुरा चाहिँ हाम्रो चाहिँ अध्यक्षज्यूले सबै प्रकाश पारिसक्नु भएको छ। म चाहिँ नि यहाँ आउनुहुने महानुभावहरू यहाँ चाहिँ इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस क्षेत्रको लोकेसन म दिन चाहन्छु। जस्तै बेत्तामोडदेखि सिधै के अरे साइनिङ मोड हुँदै गोल्ला भएर चाहिँ नि यहाँ शान्तिद्वीपमा आउनु सकिन्छ। के अरे रोड के अरे चाहिँ एकदम कालो पत्रे छ। यता गारामुनिबाट सिधै आउँदा पनि के अरे कञ्चनसिरी भएर यो ठाउँमा आउनु सकिन्छ। भद्रपुर भएर चाहिँ सिधै पश्चिमपट्टि के अरे आउँदा डाक रोडबाट चाहिँ नि के अरे टक्रकै रोटैमा छ र पश्चिमपट्टिबाट चाहिँ जस्तै के अरे सुरुङ्गा यता के अरे शिवगानतिरबाट आउने तलैबाट पनि आउँदाखेरि चाहिँ बिरिङमा पुल छ। त्यहाँबाट सिधै आएर रोटै रोड के अरे चाहिँ डाक रोडबाट यो ठाउँमा यो चाहिँ हल्दीबारी 5 यो शान्तिद्वीप के अरे को चाहिँ विद्यालयको प्राङ्गणमा आउनु सकिन्छ। यो ठाउँ यस्तो ठाउँ हो कि यहाँ हाम्रो किन यहाँ यसरी गरियो भन्दाखेरि दक्षिण बेलमा यहाँ हाम्रो के अरे याक्थुङबाहरू धेरैजना हुनुहुन्छ, धेरै गर्छ। यहाँ अघि पूर्ववक्ता हाम्रो के अरे अध्यक्षज्यूले प्रकाश पार्नुभएको छ, फागु परिवारहरू धेरै छन्। त्यति हुँदा हुँदै पनि यहाँ पछाडि पर्यो। पछाडि परेको कारणले गर्दा यसपालि चाहिँ यो कञ्चनसिरी माथि गर्ने कुरा थियो। त्यसलाई चाहिँ नै हामी यो व्यवस्थापन सबै हामी के अरे यहाँ सहयोग गर्छौँ, हामी गर्छौँ। यो दक्षिण बेलको पनि अलिकति उजागर होस् भनेर उहाँहरूले बल गर्नुभयो र यो सबै उहाँहरूले सहयोग गरिरहनुपर्छ, गर्नुभएको छ। र आउने लोकेसन मैले भने सबै के अरे आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू यस किराँत याक्थुङ चुम्लुङले 2082 सालको चाहिँ नै चासोक तमनाम यसले सम्बत 1085 को यो एउटा के अरे तत्त्वावधानमा चाहिँ एउटा भव्य र सभ्य हाम्रो याक्थुङबाहरूले चाहिँ पहिले गरी ल्याएको चासोक तमनामको चाहिँ नै उद्देश्य गर्नुको कारण थियो। त्यो अघि चाहिँ पूर्ववक्ता मित्रले भनिसक्नु भएको थियो। त्यो वक्ताको को छ भन्दाखेरि अत्यन्तै नेपालकै के अरे अहिले भनेको याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष के अरे प्रेम व्यक्तनजी हुनुहुन्छ। उहाँले सबै कुरा चाहिँ प्रकाश पारिदिनुहुन्छ। सबै कुराहरू चाहिँ नि यहाँ चाहिँ नि तपाईँ हामीले चाहिँ नि यो दिन आयौँ न जुन 2000 के अरे चाहिँ 82 साल मङ्सिर 27 गते आयौँ न भनेपछि आफै पछुतो पर्ने हुन्छ। त्यस कारणले यहाँ बिजोड के अरे चाहिँ धान नाच, च्याब्रुङ नाच, के अरे पालम हाकपारे साम्लो र हाम्रो परम्परा याक्थुङबारले गरी ल्याएको कुराहरू सबै भव्य र सभ्यको साथ यहाँ तर्जुमा गरिएको छ, आह्वान गरिएको छ। सबै आउनुले तम तयारी चाहिँ अतिथिहरूले पनि सबैले के अरे चाहिँ निम्तो दिएकोहरूले हामी आउँछौँ भनेर चाहिँ वचनबद्धता गर्नुभएको छ। र आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनी विशेष अनि याक्थुङबा फुनुसा नेनुसा के अरे चाहिँ पामा फुनुसा के अरे अनि याक्थुङबा गङ्गै चुम्मा गङ्गै पहिले पारे मारे मिजुङ मिउरबा बात मिउरबा जम्मा कन नाखरिक चुङ बर्नेहेन गङ्गै यु उसिङमा खेममा निमा ख्याङ जम्मा रे मेघेप्सरा मिसे तान्दी अनि साए रङमा खुसिङ मित्रभाङ अनि गङ्गै चुङ बर्ने एकेला जम्मा अनि याक्थुङबा थिबुङदी याक्थुङसा फुनुसा जम्मा चुप्सी नेनुसा जम्मा चुप्सी याराक्ती साम्लोरी हाहा लरी हो लरी थाङदाङ बोकिर लरी जम्मा चुप्सी रोकेर बगा इङ्गङ गा टङ्किना त्यङयाङलाई खाङ्नु गएको अखिरिक पातुङलो आदाङ बादाङ मासे जम्मा चुप्सी र जम्मा त्यही र त्यसरी नै सम्पूर्ण के अरे हल्दीबारीवासी लगायत के अरे झापा जिल्ला र टाढा टाढाको चाहिँ यो हाम्रो चाहिँ जुन के अरे पत्रकार सम्मेलनबाट हामीले बोलेको कुरालाई सुन्ने सबैले चाहिँ यहाँ चाहिँ तपाईँहरूले एकचोटि त्यो के अरे 27 गते चाहिँ जसरी भए पनि
आएर तपाईँहरूले सहभागी बनिदिनुको लागि यो आयोजक समिति अनुरोध गर्दछु। धन्यवाद। सेवाहरू। नमस्कार। विशेष गरेर यो दोस्रो हल्दीबारी जुन चासोक तमनाम यो हल्दीबारीको वडा नम्बर 5 अर्थात् हल्दीबारीकै यो दक्षिण भेग यो 4 कोसे झाडीको यो काखमा यो शान्ति सामुदायिक विद्यालयको यो प्राङ्गणमा हुन गइरहेको जुन 27 गते हुन गइरहेछ यो चाहिँ बृहत रूपमा हामीले यसलाई सफल बनाउनको निमित्त किराँत याक्थुङ चुम्लुङ हल्दीबारी शाखालाई यो हाम्रो वानेम प्रवासी संस्थाको तर्फबाट पनि हामीले यसलाई सहयोग गरेर यसलाई चाहिँ हामीले सफल बनाउनु पर्छ भन्ने एउटा ध्येयका साथ हामीले पनि यो कुरामा हामीले पनि सहयोग गरेका छौँ। र म चाहिँ विशेष गरेर अघि पनि यहाँ कुरा आएको थियो यो वानेम कल्याण संस्था चाहिँ केन्द्रीय हाम्रो समिति पनि छ। त्यस्तै गरेर हामी चाहिँ हामीले शाखा ल्याएर हामी हल्दीबारीमा शाखा चलाइरहेका छौँ र शाखाको अध्यक्ष म नरेन्द्र कुमार फागो। विशेष गरेर यो चाहिँ आयोजना जुन भएको छ यो चाहिँ एउटा बृहत रूपमा हाम्रो लिम्बूहरूको जुन मौलिक हाम्रो चाड यो पर्व हो जुन हाम्रो चाहिँ भाषा संस्कार संस्कृति चाहिँ जुन अवस्थामा चाहिँ अहिले चाहिँ विलय हुने अवस्थामा छ यो कुरालाई चाहिँ विशेष गरेर मध्यनजर गरेर किराँत याक्थुङ चुम्लुङले चाहिँ जुन लिम्बूहरूको भाषा संस्कार संस्कृतिलाई प्रगणना गर्नुपर्छ र यसको माध्यमबाट सांस्कृतिक क्रान्ति गर्दै यो देशमा चाहिँ हामीले पनि एउटा चाहिँ स्थान लिनुपर्छ भन्ने जुन एउटा उद्देश्यको साथ किराँत याक्थुङ चुम्लुङ चाहिँ अगाडि बढेको मैले महसुस गरेको छु। र विशेष गरेर हल्दीबारी किराँत याक्थुङ चुम्लुङलाई पनि म धन्यवाद दिन चाहन्छु। यहाँ पहिचानको कुराहरू पनि उठेको छ। पक्कै पनि निश्चित रूपमा हामीले भन्नै पर्छ हामीलाई चाहिँ यो राज्य संस्थाले 250औं वर्षदेखि हामीलाई दमनमा पारेको थियो र यो दमनको अवस्थालाई 2046 सालमा याक्थुङ चुम्लुङले चिर्दै याक्थुङ चुम्लुङ चाहिँ निर्माण भएर हालसम्म चाहिँ कहिले निष्क्रिय र कहिले सक्रिय रूपमा चलमान भएर आइराखेको छ। हल्दीबारीको स्थिति पनि हामीले देखेको यही हो। यद्यपि हामी एउटा चाहिँ लिम्बू भएर पनि हामीले चाहिँ अहिलेसम्म म प्रत्यक्ष रूपमा याक्थुङ चुम्लुङको कार्यक्रममा यो उपस्थित भएको भनेको यो पहिलोचोटि हो। तर मैले योभन्दा अगाडि हल्दीबारी 2 शाखामा जुन चाहिँ याक्थुङ चुम्लुङले चाहिँ आफ्नो सांस्कृतिक कार्यक्रमहरू चाहिँ अगाडि लिएर जान्थ्यो त्यो अवस्थामा चाहिँ म पनि 2-3 वर्ष चाहिँ सक्रिय रहेको थिएँ। तर अब त्यो कुन कारणले गर्दा हो याक्थुङ चुम्लुङ चाहिँ त्यहाँ निष्क्रिय भयो र हाल आएर चाहिँ यो सक्रिय भएर गएको छ। यसमा चाहिँ विशेष गरेर म अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु। र यो जुन यहाँ आयोजना भइरहेको छ यो चासोक तमनाम यसले तङ्बे 2085 उधौली पर्व यो चाहिँ विशेष गरेर अब हामीले भन्नै पर्छ। यो चासोक भन्ने बित्तिकै हामीले चाहिँ अन्नबालीहरू चाहिँ थन्क्याएर प्रकृतिलाई चाहिँ हामीले चाहिँ शिरधार्य गर्दै हाम्रो पुर्खाहरूलाई सम्झेर जुन एउटा चाहिँ यसलाई चासोकलाई चाहिँ हामीले उत्सवको रूपमा चा भन्ने बित्तिकै हाम्रो चाहिँ अन्नबाली र सोक भन्ने बित्तिकै हाम्रो भाषामा चाहिँ चासोक भन्नाले चाहिँ उत्सव सोक भन्नाले उत्सव भएको कारणले गर्दाखेरि हामी चाहिँ यो लगभग चाहिँ मङ्सिरको 15 देखि लिएर 30 सम्म यो चाहिँ चासोकको उत्सवहरू हामीले चाहिँ अब देख्न पाइरहेका छौँ र प्रत्यक्ष रूपमा यो 27 गते हामी यहाँ देख्दैछौँ। र यो याक्थुङ चुम्लुङलाई यो वानेम प्रवासी टोलीले मात्र परिवारले मात्र नभएर विभिन्न सङ्घ संस्थादेखि लिएर याक्थुङहरूले धेरै सहयोग गर्नुभएको छ। र यसमा हल्दीबारीको तर्फबाट हल्दीबारी याक्थुङ यो वानेम कल्याण संस्थाको तर्फबाट म उपस्थित र यहाँ हल्दीबारी 5 मा रहेका सम्पूर्ण हाम्रो चाहिँ फागो बन्धुहरूको उपस्थिति छ। फागो बन्धुहरूले हरेक याक्थुङ चुम्लुङले गरेको क्रियाकलाप मात्र नभएर यो चाहिँ गाउँमा परेको पीडाहरूदेखि लिएर हरेक कुराहरूमा सहकार्य गर्ने गरेको छ। र पक्कै पनि यो आगामी यो 27 गते आउने यो जुन तङ्नाम छ हाम्रो एउटा बृहत लिम्बूहरूको चाड यो चाड चाहिँ यसलाई सफल बनाउनको निमित्त अघि शान्ति सुरक्षाको कुराहरू पनि आएको थियो। यो कुरामा तपाईँहरूलाई म एउटा कुरा के चाहिँ सुनिश्चित गराउन चाहन्छु भने हामी पनि यही स्थानको युवाहरू भएको कारणले गर्दाखेरि हामी हल्दीबारी 2 हल्दीबारी 1 हल्दीबारी 5 लगायत हल्दीबारी मात्र नभएर सबै हामी जति पनि याक्थुङहरू छन् यो चाहिँ यो तङ्नाम चाहिँ सफल बनाउने चाहिँ हाम्रो चाहिँ यो चाहिँ विशेष हाम्रो पहल रहनेछ। र शान्ति सुरक्षाको कुरामा हामी पनि ढुक्क रूपमा यहाँ लाग्नेछौँ, हामी सबै उपस्थित हुनेछौँ भन्दै तपाईँहरूले यो गरेको कार्यक्रममा तपाईहरुको जति हाम्रो सहयोग नभए पनि हाम्रो भौतिक उपस्थिति रहने छ र हामीले सकेको सहयोग गरेका छौं र विशेष गरेर प्रवासबाट सहयोग गर्नुहुने सम्पूर्ण हाम्रो प्रवासी बन्धुहरुलाई पनि म धन्यवाद दिन चाहन्छु र यसलाई सहकार्य गर्दिनु हुने यहाँ हाम्रो वनेम बन्धुहरु हुनुहुन्छ उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम सफलताको पनि कामना गर्न चाहन्छु। धन्यवाद, नमस्कार।